Hello guys, welcome to back my YouTube channel just gm.gulumolu YouTube channel मा तपाईहरुलाई स्वागत भरपुर स्वागत। अनि आज चाहिँ मैले नयाँ रियाक्सन भिडियो जस्तै अब अहिले नेपालमा हुन गएको फागुन 24 गते हुन गइरहेको इलेक्सनको डिबेटहरुको जुन अब प्रचार प्रसारमा गरेको जुन हर्क साम्पाङले चाहिँ गरेको प्रचारमा अहिले कमेडी फनी टाइपको चाहिँ एउटा क्लिप्स भेटेको भएर मैले आज रियाक्सन गर्न गइरहेको छु तपाईहरुको सामु। अब रियाक्सन खासै राम्रो त गर्न आउँदैन, सुरुमा अब कस्तो रियाक्सन गर्ने भनेर खासै नलेज त छैन मसँग, तर पनि हेर्दिनुस्, माया गर्दिनुस्, सपोर्ट गर्दिनुस्। अनि भिडियो हेर्दै च्यानललाई सब्स्क्राइब पनि गर्दिनुस् अनि च्यानललाई लाइक पनि गर्दिनुस्। अनि तपाईहरुलाई कस्तो खालको भिडियो चाहिन्छ कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुनेछ। न त्यही अनुसारकै अब कस्तो भिडियो तपाईहरुलाई मन पर्छ, कस्तो भिडियो अब त्यो मैले गर्न सक्ने क्षमता अनुसारको भिडियो ल्याउँछु हैन। अहिलेको लागि चाहिँ लेट्स गो स्टार्ट नाउ इलेक्सन डिबेट बाइ हर्क साम्पाङ। कसले भन हर्क साम्पाङ पास्टर भनेर? तुमलाई पढाउने मास्टर हो। हर्क साम्पाङ भनेको एकदम राम्रो मान्छे हो, इमानदार हो, तामाङको छोरा हो, उले गर्छ। यसपालि भोट चाहिँ कता हाल्ने? त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जाँदैन। किन अनुहारै बिगार्नु होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जतिकै छन् क्या। यो पालि बालेन कि के विवाह? होइन माटो हो नि हर्के। ए माटो अब हर्क साम्पाङबाट बोल्नु? हजुर। किन हर्क साम्पाङले चाहिँ किन? भिजन छ राम्रो। के छ भिजन? ढुङ्गा बोकाउँछ, जिउ दुखेको निको पार्छ नि। ढुङ्गा बोकाउँछ? यदि जब हरकत नगरौँ न हो, ढुङ्गा बोकाउँछ, जिउ दुखे बिजो बनाउँछ, के भने यो? ढुङ्गा बोकाउन आउने हो अब देश भने? देशमा अब राजनीति गर्न ढुङ्गा बोकाउन देशमा राजनीति आउने हो र भने यार, यो तालले त अनि के हुन्छ नि? अनि हैट अर्थतन्त्र के रे सुधार ल्याउनु के ढुङ्गै बोक्नु पर्ने? अब बेरोजगार हट्नु परेन हैन? हामी विद्यार्थीलाई टमाटर रोप्न लाउँछौँ। टमाटर फल्यो भने त पास भइस, होइन भने भइनस्। फुल रोप्न लाउँछौँ, गुलाबको फुल फुल्यो भने त पास भइस, होइन भने फेल। गुलाब रोपौँ न नेपालभरि, गुलाबको चाहिँ नि होइन सेन्ट बनाऊ होइन, रोजको स्प्रे। सोच्दा त सोध्छ होइन, चाहिने भन्दा बेसी सोध्छ क्या। कसम कहिले ऊ लाग्छ भने अब यो तालले त यार यो सायद लाभ हुने चाहिँ के सोच्नु गर्नु? त्यसमा चाहिँ मैले तपाईहरुबाट सल्लाह लिन्छु, किनभने सबै थोक त मलाई पनि थाहा हुँदैन कि। खत्तम होइन होला। मैं 15 मिनट तक अपनी सांस रोक सकता हूँ। रिसुटिरहेको होला। अनुहार नपरेको छु, दुईजना अनुहार नपरेको एउटै पार्टीमा। अफ्रिकन हेर्नु है, अफ्रिकन यो कुइरे भनेपछि बुझ्नु होला नि। गोर्खामा गएर सुदन गुरुङले मात्रै डमिला गएर भोट माग्यो भन्ने त हर्क साम्पाङको हालत पनि यस्तै रहेछ त नि मेरा। अनि यो त न्युजमा आउँदैन त। अनि ए भगवान्, सुदन गुरुङ त अनि के जेन्जी हो भनेर अनि त्यस्तो न्युजमा हालिदिन्छ नि। म गोर्खाबाट होडेर उसले प्र्याक्टिस गरेको हो कि खासमा। राखेपछि त हजुरले पनि इज्जत गर्नु पर्यो। बुझ्नु होला, बुझिसक्नु भयो। खत्तम।
जुनसुकै होस् भोट चाहिँ माटोमा माटोमा हर्क साम्बाङ जिन्दाबाद किनभने हाम्रोलाई होइन राम्रोलाई हेर्नुपर्छ हाम्रोलाई होइन राम्रोलाई हेर्नुपर्छ क्युटी छ यार म पनि हजुरहरूलाई हेर्छु रे हाम्रोलाई होइन राम्रोलाई हेर्नुपर्छ हजुर नि क्युटी हुनुहुन्छ क्या मैले हजुरलाई हेर्छु रे भगवान् म पनि राई नै हुँ नि भट्ट मेरो पाछा आउँछु त भने म स्वभावले राई हुँ नि के स्वभावले राई हुँ भन्दा सुँगुरको मासु मै राम्रो खान्छु त गजब बेइज्जती है साला ये दुख का खत्म नहीं होता बे गाई झन् बल्ल बल्ल माटो आएको छ होइन मैले खोजेको पार्टी है यो पार्टीको भोट माटोमै हाल्नुपर्छ है कसम भनेको सब यहाँ गाई झर्को सामानलाई हाल्नुपर्छ होइन तर भेस्टी म बालनको बेच्दैछु है नमस्ते यहाँ गाई झर्को सामानलाई हाल्नुपर्छ होइन तर भेस्टी म बालनको बेच्दैछु है नमस्ते ल हामी तपाईँको भिडियो धेरै हेर्छौँ कि त्यही भएर आज रियलमै हेर्न पाइयो हामी काठमाडौँदेखि आएको काठमाडौँ ओहो ल काठमाडौँमा पनि छ है हाम्रो मार्ग त्यसरी छ है ल भान्जा हाम्रो जान हल्का साम्बाङ मुर्दे के छु मामु तराम पनि जसलाई मनपर्छ उसलाई हाल्नु जबरजस्ती छैन ओके गाइस आजको लागि भिडियो चाहिँ यति नै मैले खासै लामो चाहिँ बनाएन होइन यति नै भिडियो अन्त्य गर्न चाहे तपाईँहरूसम्म समक्षमा होइन अब यही नै हो अब के भनौँ अघि एउटाले भने जस्तै हाम्रोलाई होइन राम्रोलाई भोट हालौँ भने जस्तै खासमा चाहिँ यसपालि निर्वाचनमा चाहिँ राम्रो प्रतिनिधि चुनेर चाहिँ भोट हालौँ जस्तो सुकै अब जे ऊ भए पनि यो राम्रो प्रतिनिधिले नै यो देश अगाडि लान्छ भन्ने आशा राखेर भोट हालौँ होइन त्यही नै हो मेरो भनाइ पनि होइन थ्याङ्क यू सो मच च्यानल सब्सक्राइब गर्नु भएको छैन भने यो च्यानल एकचोटि प्लिज एक हात जोड्छु दुई हात जोड्छु प्लिज एकचोटि सब्सक्राइब पनि गरिदिनुहोस् भोट हुन त्यस्तै हो हाल्ने सब्सक्राइब चाहिँ गरौँ है गाइज थ्याङ्क यू सो मच